सो गाइस चाहिँ हिजो राति नै आइपुगेको थिएँ काठमाडौँ अनि एकछिन साथीहरूसँग ह्याङआउट गरेँ अनि यहाँ होमस्टे यो काजी चेन भन्ने होमस्टेमा स्टे गरेको थियो यो हो होमस्टे चाहिँ अनि के भन्छ अब चाहिँ हामी फर्किन लागेको यस्तो पानी पनि यस्तो परिरहेको छ हो हाइवेहरू पनि बन्द छ भनेर सुन्दैछ सो अब चाहिँ फर्किन लागेको सो हेरौँ के हुन्छ है म तपाईँलाई भिडियोको थ्रु अपडेट गर्नेछु हाम्रो ट्रिप गुड मर्निङ एभ्रिवान सो तपाईँहरूलाई त थाहा भइसकेको छ होला हामी चाहिँ यहाँ धुलीखेलमा अड्किरहेको छ भनेर अनि मेबी यो भिडियो आउँदा चाहिँ हामी घर पुगिसकेको हुनसक्छ तर अहिले चाहिँ हामी धुलीखेल भन्ने जग्गामा चाहिँ बसिरहेको छौँ होटल गरेर किनकि हिजो नै हामी काठमाडौँबाट निस्किसकेको हो तर यो रेनफल र ल्यान्डस्लाइडले गर्दा चाहिँ हामी यहीँ अड्किसकेको थियो यो धुलीखेलमा अड्के सो हामी यहीँ स्टे गरिरहेको छौँ तर आज चाहिँ दिन राम्रो छ घाम लागिरहेको छ हो सो घाम यत्तिकै आज दिनभरि लागेछ भने चाहिँ मेबी है हामी ट्राभल गर्न सक्छ किनकि जानुपर्ने नै हो सो हामी चाहिँ यहाँ अहिले हेरिटेज होम भन्नेमा बसेको छौँ सो अहिले चाहिँ हामी ब्रेकफास्टको लागि मुनि आएको छौँ आयन्स र बाबा ड्याडी यहाँ चाहिँ आमा बाबा सो यस के हुनेछ हो हामी कतिखेर निस्किन्छ म तपाईँलाई अपडेट गर्नेछु भिडियोको थ्रु सो त्यतिखेरसम्म मेरो जति पनि भिडियोज अपलोड भएको छ त्यो भिडियोजहरू हेरिदिनुहोस् होला लाइक कमेन्ट सेयर अनि जसले पनि फलो गरेको छैन फलो गरिदिनुहोस् होला टिल देन सी यु इन माई नेक्स्ट भिडियो अहिलेको लागि चाहिँ बाई एन्ड टेक केयर सो गाइस हामीले चाहिँ भर्खरै सुने कि यता फार्पिङको बाटो खुल्ला छ अरे भनेर सो हामी चाहिँ अहिले निस्किन आँटेको छु सो यहाँबाट चाहिँ हामी निस्केको सो यहाँ सबै सामानहरू रेडी गरिसक्यो बाबाहरू पनि यहाँ छ सो यस अब हामी जाँदैछौँ है होप्सो के भन्छ ल्याइ बाबा सो होप्सो बाटोहरू खोलिसकेको होस् अनि हामी छिटैभन्दा छिट्टै चाँडै घर पुग्नु पाऊँ है सो यस सामानहरू यहाँ लोड हुँदैछ अनि बाबाई सो गाइस हामी चाहिँ अहिले यहाँ फार्पिङ भएर जानु आँटेको छ हो हेटौडा पुग्नु आँटेको छ तर बाटोमा चाहिँ पुरै चेकिङ छ अनि यत्रो लामो लाइन छ हेर्नुहोस् है गाडीको चाहिँ एकदमै पछाडिसम्म छ लाइन यो भिडियो चाहिँ लेट नै आउँछ होला अनि भिडियो आइपुग्दा ओर्दा चाहिँ हामी चाहिँ घर पुगिसकेको हुन्छ होला बट स्टिल हाम्रो चाहिँ यसरी आइपुगेको थियो हामी हो सक्नुहुन्छ गाडी पनि एकदमै मैला भइसकेको छ त्यस अब तपाईँलाई म हेटौडा पुगेर है फेरि अपडेट दिनेछु